हाम्रो चाहिँ दसैँको यात्रा सुरु भयो है। टक्क लाएर घरको यात्रा सुरु भयो। दिदी यता हेर्नु त, तपाईँ कता जाँदै हुनुहुन्छ? माइत जाँदै हुनुहुन्छ? ल ल ल अविनाश, ल कताको यात्रा हो हामी आज? नुवाकोटको यात्रा हो नि त? ल है त अब हामी चाहिँ हिँडेको अब अहिले 4 बज्यो अहिले। अब भरेसम्ममा हामी घर पुग्छौँ भन्ने हाम्रो आशा छ। ल तपाईँले केही भन्नु चाहनुहुन्छ? केही ल धन्यवाद। पिङ खेल्नेहरूले पिङ खेल्दैछन्। होइन होला के हो? होइन होला हो र होइन होला हो र? तिम्रो पनि खतरै आउँछ त हो हो र? ल यो छोरी र अङ्कलको टिकटक हो। अब आँखाले बोला मायालु मनैले बोले त कसले पो सुन्छ र आफैले बुझ इशारा नजरे जुधे त भुतुकै हुन्छु म। अब हामी चाहिँ होइन डक्क लाएर घुमेर सकेर फर्किन लाग्यो है त। फर्किँदैछु है। छोरी खोइ त, छोरी कहाँ छ? खोइ हरायो त छोरी त है। ल है ल आन्टी र छोरी पछाडि पछाडि, म क्यामेराम्यान अगाडि अगाडि। टक्क लाएर यस्तरी हो नि त। टक्क लाएर हेर त छोरी। हेलो हाई गरिदेऊ ल। टक्क लाएर है। ल हेर है, फोटो पनि खिच्छु म होइन। टक्क लाएर होइन। कहाँ घुम्न आएको अरे छोरी? ल भनिदेऊ त, कहाँ घुम्न आएको अरे हामी? कुपामा हो। ल ल को हो हामी? आन्टी अङ्कल छोरी है त। टक्क लाएर ऊ त्यो पारिपट्टि देखेको चाहिँ अर्कै ठाउँ हो है। यहाँ चाहिँ हामी चाहिँ घुम्न आएको है त। आँखाले बोला मायालु मनैले बोले त कसले पो सुन्छ र न्याउली बनेमा हितैको मायालाई राखे मनैमा हितैको गाउँले जिन्दगी है। ल हेर त यता, हेर त यो चाहिँ गाउँले जिन्दगी है। अब हाम्रो है हामी चाहिँ घाँस काट्न जान लाग्यो। अब टक्क लगायो, डोको बोकेको छ बुढाबुढी। टक्क लगायो बुढाबुढी डोको बोकेर हिँड्दैछौँ है। अब घाँस काट्न हिँडेको है अब हामी। ल है अझै घाँस काट्ने ठाउँ पुगेको छैनौँ हामी, हिँडिरहेछौँ। अब पुग्ने चाहिँ सम्भावना छ। यो चाहिँ हाम्रो खाना खाने टाइम है। मामा भान्जा माइजू कलाएर अब खाना खाने टाइम। भान्जा त हेर त ल। अब टक्क लाएर खाना खाने। टक्क लाएर सबैले खाना छ। हामी बुढाबुढी असममा बजार घुम्न आएको। अब जनसागर उर्लिएर हिँड्ने ठाउँ पनि छैन यहाँ। यस्तो छ पुरै मान्छे पुरै। आमामामा के भन्ने है? हो कि न? ल भन त। हो नि है कि होइन? ल हेर त आमामा जनसागर उर्लिएर केही छैन यहाँ। ल
यस्तो जनसागर ओर्ले त गाँठे यस्तो छ त अनि यस्तो जनसागर ओर्लिरहेको छ त हेर त ल जनसागर ओर्लिएको छ होइन ल टक्क लाएर पनौतीको पुलमा टक्क लाएर होइन खोलाको आवाजसँगै सर्र लाएर मेरो बुढीको भिडियो चाहिँ म बनाउँदैछु होइन अब यस्तो हो हेर्ने यस्तो खोला छ झोलुङ्गे पुल छ सर्र लाएर होइन यस्तो दामी हाँसहरू खेलिरहेछ यहाँ होइन तपाईँको भन्नुपर्दाखेरि ल अहिले चाहिँ हामी कहाँ अरे यो मकनपुरको सिस्नेरी भन्ने ठाउँमा छौँ है यसलाई चाहिँ मकनपुरको सिस्नेरी भन्दो रहेछ अम्बा खाँदैछौँ अहिले चाहिँ हामी टक्क लाएर होइन टक्क लाएर अम्बा खाँदैछौँ अम्बा पनि किनेको छ 1 किलो टक्क लाएर सिस्नेरी भन्ने ठाउँ चाहिँ यस्तो रहेछ यी पुरै यस्तो छ डाँडा काँडा पुरै डाँडा काँडा यहाँ सानो छोटो पसल छ टक्क लाएर यता हेर त ल तपाईँ के भन्न चाहनुहुन्छ त हो र ल अब हामीले चाहिँ अम्बा किनिरहेको छ अहिले है आधी बाटोमा आयो अम्बा किनेको छ है कति पुगेन अरे ल कस्तो छ अम्बा यता हेर त कस्तो छ अम्बा मिठो छ यता हेर त मिठो छ हो ल ठिक छ ल अम्बा है ल साथी हो अम्बा खाने भ्याउनु होला यस्तो दामी अम्बा छ यहाँ ल नेपालमा बस्ने चाहिँ युवाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ ल हो र होइन होला साँच्चै हो ल भनेपछि तपाईँ ए बेरोजगार युवाहरूले चाहिँ अम्बा खाना हो भन्ने ए ल ल त्यसो है त ल धन्यवाद हजुरलाई ए राप्ती खोलामा बुढाबुढी पौडी खेल्न आएको आज यस्तरी यस्तरी खोला बगिरहेछन् है म त कहाँ लान्छु कि हो खोलाले ए साथी हो यस्तरी आएको थियो है खोला आइरहेको छ ए यहाँ यस्तरी स्याम्पू लगाइदिउ न ल ल ल ल अब आज बुढीले मलाई नुहाइदिने अरे स्याम्पू लाएर लाएर ल टक्क लाएर बुढीले नुहाइदिएको आनन्द भयो ल यस्तो खोला बगिरहेको छ है गाइस है फेरि खोला ठुलो खोला बगिरहेको छ है गाइसहरू है गाइजहरू ल पुरा बुढीले मलाई आज खोलामा नुहाइदिने अरे बुढो धेरै फोहोर भयो भन्छ त्यही भएर नुहाइदिनु लाग्छ आज मसाउ न अलि कपाल चाया पोतेहरू जाने गरी मस्को चाया पोतोहरू जाने है गाइजहरू यस्तरी है गाइजहरू नानीहरू यस्तरी है गाइजहरू पकाउन ल गाइजहरू हाम्रो ननिकाको छँदैछ है ल गाइजहरू ल